ल आज चाहिँ धेरै दिनपछि हो घरमा बस्दा बस्दा आज चाहिँ घरबाट बाहिर निस्केर आइएको छ। बाहिर निस्केर आउने मेन रिजन चाहिँ आज यहाँ भाइको एउटा उयो पाइएको थियो रिजर्भ चाहिँ के भन्दाखेरि बेड हो। बेड चाहिँ लिएर हामी चाहिँ यहाँ नेपालबाट चाहिँ इन्डिया छिरेको हो। धेरै मतलब चेकपोस्टमा 12-13वटा चेकपोस्ट क्रस गरेर आएको। तर हाम्रो हात लामो हुनुले गर्दाखेरि हामीलाई कहाँ पक्रिन सक्छ फेरि। भाई मारो मुझे मारो नहीं ये मजाक हो रहा है। एक सेकंड यार मजाक हो। 12 लाखको सामान लिएर आएको कि अनि अब देखाउनु पर्दाखेरि 12 लाखको गाडी पनि देखाउनु पर्यो नि त। यो त चाहिँ 12 लाखको गाडी सामान यतिको सामान लिएर आएछ हो। जग्गा चाहिँ कहाँ भन्दा हलने नेपालबाट इलाम नेपालबाट चाहिँ हलने आएको हामी। कुन घर अरे उयो घर उयो रातो घर सामान चाहिँ यहाँनिर सिलगढी जाने बाटो यो हलनेबाट हो। हलनेमा पक्रेर चाहिँ गाडी रखेर चाहिँ उयो रातो घर अरे हो। यहाँनिर लानुपर्ने हो। यहाँ लानुपर्ने यस्तो छ जिन्दगी आजको। यस्तो माने बेड 6x6 को बेड बोकेको कि हालत खराब हो। यस्तो डेन्जर बाटोमा देखाउँछु कि अब बेला बेला कतै सुतिराख्नु यार ओछ्यानमा हो। यस्तोतिर पनि यसो कहिले घुमघाम गऱ्यो भने एउटा डिफ्रेन्ट दृश्यहरू देख्न पाइन्छ जीवनमा। बिजा सक्छ नजर छ उब्रेको तिम्रो होला नि फेरि सकेन भने। खतरनाक बाटो छ यार हेर्नु ल। यस्तो बाटोमा चाहिँ हामीले बोकेर ल्याएको माथिबाट। यस्तो बाटोबाट चाहिँ हामीले बोकेर ल्याएको एक्टिभ हानिसकेको छ फेरि एक्टिभ। यस्तो डेन्जर बाटो छ। ऊ गाडी माथि छ त्यहाँबाट चाहिँ लिएर आएको हामीले। यो सिँढीबाट चाहिँ बोकेर सामान बोकाउन 3500 रुपियाँ दिएको 2 साल अगाडि। अहिले त 4500-5000 लिन्छ ल यहाँ। कस्तो उकालो हो यो बाटो आम्मामा। यहाँ त नि ठाडो पो छ यो बाटो त। थुतुना चाहिँ बाटोमा लाग्छ क्या भन्दा तल यस्तो बाटो यो बाटो गाडी परेन त्यहाँबाट सिधै घर पुग्दा भयो नि। यस्तो छ बाटो हो हेट। यस्तो ठाडो छ बाटो अनि सक्छ नि। सामान हामीले अब यो एउटा छ। अब एक्टिभमा हुने छ मासुको दोकान थियो क्या यहाँनिर चाहिँ हलने भन्छ र हलने ऊ त्यो पारी यो सबै नेपाल हो कि यो ठुल्ठुलो टापु चाहिँ। यताको सब प्लेन साइड चाहिँ इन्डिया उति नेपाल। यहाँ त कस्तो छुटाउन गाह्रो हुन्छ यार। यस्तो गराले झर्नुपर्छ यहाँबाट माल बोकेर। यस्तो छ जिन्दगी। ड्युटी भइसक्यो आजकल भारी बोक्ने काम गर्दैछ नि त म चाहिँ हो। फ्री टाइममा पार्ट टाइम जब हो कि चाहिँ बेला बखतमा पार्ट टाइम जब यो साह्रो पर्छ नि मलाई फेरि। तर पनि एक्सपिरियन्स भइसकेछ कि मलाई अब उकालो ओह्रालो गरेर। यो कुकुर एउटा रहेछ हामीलाई धम्की दिएको छ तर बाँधेको रहेछ कि यसलाई डराउनु पर्ने छैन हामीलाई। यसलाई नबाँधेको भए त हामीलाई टोकेर यतिखेर छिया बनाउँथ्यो नि। हाम्रो त लुगा फाटा छिङा बनाउँथ्यो होला त्यसले त। भागेर हामी त कहाँ पुगेको हुन्थ्यौँ होला त्यतिखेर। तर केही छैन यस्तो है जिन्दगी इधर का। कितना मुश्किल है भाई पहाड़ की ज़िंदगी जीना। ये होता है पहाड़ी ज़िंदगी। डेन्जर जग्गा घुमिँदैछ हो। हलने भन्ने जग्गाको हलने खतरा जग्गा घुमिँदैछ।
मजा छ जिन्दगी यतातिर कस्तो शीतल परेको हौ जग्गा पनि हामी चाहिँ हलने भन्नेतिर आज घुमाइ हुँदैछ बेड लिएर आएको थियौँ हो बेड थन्काइसक्यौँ अब तल कहाँ जाँदैछु मलाई थाहा छैन यहाँ बाटो चाहिँ कस्तो छ भन्ने देखाउँछु ल म यो बाटो हो यो चाहिँ के गाउँ हो तपाईँ ओ तपाईँ हलने गाउँ हो यो यतातिर चाहिँ यस्तो बाटो छ ए मकै पनि रोपेको छ त्यही त बाँदर आउँदैन रहेछ क्या मकै मान्छे घर रहेछ कुन बाटो हिँड्नुपर्छ मकै 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 हो दामी मकै छ